आया हामी चाहिँ यहाँ यसरी भिसिएर फोटो दिनु पर्यो गाइस। यो पुरा भिडियो हेरेर साथ दिनु होला। तिमीहरू दुईजना आउँदा एक्लै एक्लै घुम्यो अरूको म आउँदिन। हेलो साथीहरू, फाइनली हामी गाउँ पुगेका छौँ। क्रिस्टल वाक आइपुगे है गाइस। हामी आइपुगेको ल। आज सबैलाई चाहिँ सेवा ढोक नगरिकन सबैलाई सम्झना अनि माया। धेरै पछि अर्को भिडियो लिएर आउँदैछु, तर म पनि यो ठाउँमा धेरै पछि आएको छु अनि देखाउने कोसिस। अनि भुइँतिर पनि हेर्नु न साथीहरू, यस्तो छ, कस्तो दामी दामी रहेछ। यो चाहिँ हामीले फोटोमा मात्रै देख्ने गरेको थियौँ, आज चाहिँ फाइनली हामी पुग्यौँ। यस्तो छ, तर राति भने सबै बोल्थ्यो नि यिनीहरू, तर अहिले बोल्दैन। खोइ केटीहरू साथीहरू, आज चाहिँ हामी क्रिस्टल वाकमा पुगेको छौँ। यहाँ सबै आइसकेको छ। हामी चाहिँ बल्ल आज पुरानो भएपछि आएको छु। खोइ आउन सिममा फोटो खिचेको कता हिँडेको। यो मेरो साथी चाहिँ उनी काम गर्छ नि त, उसको काम गर्ने एरिया देखेर उसलाई पछाएर आएको। त्यसले नचिनेर आएको। खै मुना काम गर्ने ठाउँ पनि देखेर ईश्वरी ढोके ईश्वरी कता हिँडेको गाइसहरू। एकदम राम्रो छ, एकदमै राम्रो छ साथीहरू। तर एसीले पुरै हानेर यो पुरै देखिएको छ कि साथीहरू हेर्नु होला। यो पुरै एसीको फुकेर यस्तो हावा चलाइरहेको छ। टिकटक बनाइरहेछ हावाले फुकेर। अनि धेरै पछि भिडियो बनाउने कोसिस गरिरहेको छु। आज सबैले पुरा भिडियो हेरिदिनु होला अनि माया गरिदिनु होला। सब्सक्राइब सेयर लाइक कमेन्ट चाहिँ गर्न नभुल्नु होला ल साथीहरू। आज कस्तो राम्रो ठाउँमा आयो। आज चाहिँ हामी अनएक्सपेक्टेड नसोचेको अनि हाम्रो साथीको चाहिँ आज छुट्टी थिएन नि त। शुक्रबार छुट्टी थिएन अनि आज चाहिँ उसको छुट्टी फेरि मिलाएछ। अनि त्यही भएर अर्कै क्याम्पबाट चाहिँ हाम्रो क्याम्पमा आयो लिनलाई अनि हामी आएको छौँ। आज चाहिँ कहीँ नघुम्ने भन्दा पनि तर साथी आएपछि आउनै पर्यो साथीहरू। यहाँ हेर्नु न यस्तो ठाउँमा छ, पानी रहेछ, कहाँबाट आएको त्यस्तोमा के खिच्छ राम्रो खिच्नुपर्छ। यिनी मान्छेले चाहिँ लिनु आउनु पर्यो होइन। कसले गर्दा सिम्माले गर्दा। सिम्मा भनेको यही गाई छ हाम्रो। सिम्मा भनेको आउन भएन एउटा टिकटक बनाउने। एकै ठाउँमा धेर भयो बसेको। भिडियो चाहिँ
बनाउनु परिहाल्छ साथीहरू किनभने नयाँ ठाउँमा आएको त निकाल्नु पर्यो तर मेरो बुहारीले आज यो मखमलको फुल चिन्नुहुन्छ ए चिन्यौ यो के फुल भनेर भन्छन् त अनि कलर पनि हेर्नु न सेतो रहेछ सेतो रहेछ पर्पल रहेछ अनि पुरै पुरै उता पनि हो दामी है मखमली फुल भनेको हाम्रो नेपालमा हुन्छ कस्तो राम्रै छ रुपीहरू पनि उतै छ हो हामी चाहिँ पक्रेर चरा उडाइदिन्छ त्यहाँ सेम सबै एकै ठाउँमा यस्तो सेम नै रहेछ रुखहरू तर यो राति चाहिँ बल्छ होइन अब भुइँतिर हेर्ने काम गरौँ साथीहरू भुइँतिर चाहिँ सर्प डायमन्ड माछा अनि यो लामो लामो के हो के चरा माछा हो तर बलेपछि चाहिँ राम्रो देखिन्छ होला है म टेक्नु पनि डर लाग्दैछ झारमै गयो भने 74 त्यस्तै छौँ साथीहरू अनि सिसामा टेकेर भरे अथङ्काले ल सबै सलाम अलेकुमहरू हेरे जङ्गलै रहेछ है पुरै माथि पनि बल्छ हो राति म चाहिँ फेरि पुरै आकाशतिरै घुम्ने पर्यटक हाम्रो नेपालमा पनि एक ठाउँ यस्तो रिसोर्टहरू यस्तो भाइरल भएर मान्छेहरू तर यस्तो ठाउँ बनेको छ हर्क साम्पाङले हाम्रो पनि धरानमा हर्क साम्पाङले खत्रै बनाएको छ साथीहरू होइन तर यो विदेशीहरूलाई त्यहाँ लग्यो भने छोड्नै मान्दैन त्यस्तो खतरा छैन यहाँ त के चाहिँ पनि यस्तै राम्रो बनिन्छ तर हामी चाहिँ ट्याक्सी तिरेर आउँदाखेरिमा चाहिँ निकै खतरा लागेको नि नत्र यही ठाउँमा बस्दाखेरि यस्तै पुरै बढाउन खोइ 1 2 3 गेट कहाँ छ ओ पानी चल्नु पर्यो यो कलर बसेछ नि त यो बसेछ कलर होइन अनि यो फेरि राति यता पनि पुरै पक्छ होला त त्यहीँ भिज्छ कस्तो दामी आयो आयो यस्तै राति चाहिँ घुम्ने ठाउँ राम्रो रहेछ राति बेलुका भनेपछि नि हामी चाहिँ उज्यालोमा आएर चाहिँ केही न काम जस्तो पनि हुने तर अलिक टाढो कतिमा हामीलाई पुऱ्यायो कति मिनटमा ट्याक्सी काम लाग्दैन है तर 20 रुपियाँ उठ्दो रहेछ नि यो रुखहरूमा पुग्नको लागि साथीहरू हाम्रो ठाउँबाट आउनलाई 20 रुपियाँ उबरमा भाडा उठ्यो अब खासै टाढो चाहिँ नभनौँ तर 20 रुपियाँ उठ्यो र पनि यहाँ म फर्स्ट टाइम नै आएँ तिमी कति 3 यो चाहिँ नेचुरल हो साथीहरू यहाँ चाहिँ नेचुरल फुल रहेछ यो भित्तातिर गयो चाहिँ नक्कली नै हो नक्कली फुल फ्लावर म चाहिँ एकदम आकाशतिर मात्रै राम्रो लाग्यो लाइनर त हरायो त हामी चाहिँ जम्मा 4 जना हो अब आफै घुम्नु थाल्यौँ यो चाहिँ नेचुरलै साथीहरू नेचुरल कहाँ खिच्ने त्यही भएर त राम्रो घुम्दै होला काम गरेको मान्छेहरूलाई भेट्दै होला ए एकछिन समाउनु छ भयो नमस्ते साथीहरू यहाँ चाहिँ यस्तो डायमन्डहरू छ घोप्टो पार्नुपर्छ हो मेरो कुनै ब्याग जाँदैन क्या क्यामेरा ब्याग जाँदैन देख्नु डर पो लाग्यो मोबाइल चल्दै सक्छ डायमन्ड साथी टेक्दा नि तर फुट्नु त फुट्दैन होला नि तर मलाई चाहिँ डर लाग्यो ए जस्तो हेर्नु नि
क्रिसमसको त रहेछ त यी अनि यो हिउँमा खेल्ने केहरू पान्डा के भन्छ यिनीहरूलाई हिउँमा खेल्ने पान्डाहरू नै हो बाघ हो यो अनि क्रिस्टल नमस्ते गाइजहरू मेरो तर्फबाट मेरो सासूको भ्लगमा सबैजनाले माया गरिदिनु होला। कति पछि हामी भिडियो नयाँ ल्याउँदैछौँ। अब तपाईँ एउटा माइक किन्नु क्या एउटा माइक किन्नु किन भन्नु न बोल्नलाई साउन्ड आउँछ नि त अनि साउन्ड पनि यस्तो ठुलो तरिकाले आउँछ क्या गाइस सासूलाई यो भ्लगमा आगो पैसाले साउन्ड किन्नु गर्नुपर्यो सबले लाइक गरिदिनु हो तर हामी हिँड्दै बनाउँछौँ नि त खालि अनि भिडियो चाहिँ हल्लिन्छ गाइस तर हेर्न चाहिँ नभुल्नु होला सबै हेरिहाल्नु तब हामीलाई लाइक कमाइहाल्छौँ है। भुइँमा टेक्ने ठाउँ चाहिँ यस्तै छ होइन साथीहरू अनि तर टेक्दाखेरि फुट्ला जस्तो हेर न कति सानो नानी आयो के गर्नु पुतली भन्दा सानो भित्रको के हो हात्ती के हो हात्ती आमामा हिरा मला होइन यो हिरा के थाहा थिएन हिरा हो हिरा यो बाघ हो लायन हो यो केहरू धेरै थरीको रहेछ। राति बोल्दाखेरि चाहिँ दामी हुन्छ होला यो बच्चाहरू धेरै राम्रो। यो पानी चाहिँ जहिले निस्किरहन्छ हामी चाहिँ यहाँ यसरी भिसिएर फोटो खिच्नु पऱ्यो गाइस। लौ यता मुनिबाट नि पुरै हावा आइरहेछ त बेसी दिउँसो चाहिँ यस्तो हुन्छ रहेछ क्या यहाँ चाहिँ है फोटो खिच्ने ठाउँ पनि भएन फोटो पनि राम्रो आएन तर पनि मान्छे जस्तो छ उस्तो त निकालिदिनु पर्ने नि त साथीहरू उस्तै भन्दा गाह्रो नराम्रो आइदिएपछि के गर्नु। अनि अब हामी ठाउँ सर्दैछौँ तर यहाँ चाहिँ ठुलो कोही रहेछ है कोही अनि यता पनि छ है साथीहरू पुरै यो टेक्ने ठाउँमा चाहिँ झिल्ली रमाइली यहाँ चाहिँ गोहीको बच्चाहरू यहाँ चाहिँ डायमन्डवाला केहरू यहाँ चाहिँ रागा भैँसी जस्तो के हो लाइनहरू अनि यहाँ चाहिँ जलहासहरू धेरै राम्रो छ रहेछ। कहाँ जाने आजको लागि हाम्रो खासै राम्रो छैन अब फर्किने बेला पनि हुन्छ सिङ्गाहरू कता गयो अनि हामी चाहिँ सबैले मैले एउटा फोटो पनि खिच्नु राम्रो त्यही त तिमीले अनि अर्कै ठाउँ छ भनेको ओ यहाँ चाहिँ तोप रहेछ साथीहरू ल हेर्नु होला यसरी पोखरी होइन मान्छे नै मान्छे तर हाम्रो साथीहरू भने छैन चारैतिर हरियाली छायो कोहीले मिठो गायो ओ
चस्मा फुटेन मेरो मेरो बुहारीको चस्मा फुट्यो चस 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 बाँधिएकी हूँ सजिएकी हूँ बुझिन मैले बुझाइ कसरी अलिक बङ्गाउँछु यो चाहिँ हाम्रो के भन्छ यो नेचुरल हो हामी त पिरालुको पत्ता भन्छौँ त हौ यहाँ चाहिँ के भन्दो रहेछ किन पानी नहालेको नि पानी अब चाहिँ हामी फेरि लागौँ है साथीहरू ला तिनीहरूको किन रातै अनुहार भएको भनेको त टिभीले रहेछ ल यहाँ फोटो खिच्दैछौँ उताबाट जाऊँ न बिगार्दैछ फोटो खिच्नेहरूको राम्रो छ हामी चाहिँ अब निस्किन् मलाई यसले सुहाउँदै छैन भन्ने तपाईँलाई त कस्तो राम्रो लागेको छ मलाई त त्यहाँ यस्तै हुँदैन मान्छेको भिडमा यहाँ सलाम आलेकुम अरू साथीहरू उता हेर्नु न हाम्रो छेउमा त्यहाँ त फेरि कति राम्रो देखेको छ यहाँ चाहिँ कस्तो राम्रो अर्कै देखेको यहाँ चाहिँ यहाँ प्रश्न आफैले चाहिँ कति राम्रो तिमी बस्छ त ऊ त्यति राम्रो देखिन्छ क्युट भन्छ क्युट अरूले भनोस् कि नभनोस् मलाई लाग्यो मलाई क्युट लाग्यो हाम्रो अब आजको दिन त्यस्तै भयो फोटो पनि राम्रो आएन पुरै आकाश रहेछ अनि म त भिलाजुको जस्तो होला भनेको त हेर्नु न साथीहरू यस्तो खुल्ला आकाश रहेछ टिकटकमा भाइरल भएर हामी पनि यसो भाइरल ठाउँ हेर्न जाऊँ भनेको यस्तो आकाशे रहेछ यी बाहिर रोडमा रहेछ बाहिर बाटोमा धुलो उडाउँदै रहेछ अनि के गर्नु साथीहरू त्यही राम्रो छैन म त 3 जोडी आयो झन् अहिलेसम्म कमेन्टमा चाहिँ भन्नु होला है गाइसहरू वाउ भन्नु राम्रै रहेछ ठिकै रहेछ के लाग्छ त्यही भन्नु न होइन हामी चाहिँ एउटा रहरले सिम्माले गर्दा हो खासमा तिनीहरू कहाँ गयो टिकटकमा हेर्दा मलाई चाहिँ पुगिसकेको थियो सिम्माले कर गर्यो सिम्माले कर गरेको कस्तो क्युट नानी सलाम आलेकुमको बच्चाहरू जो सानोमा चाहिँ दामी नै सँगसँगै बोल्नु यहाँ पनि है काम गर्ने मान्छेहरू घरमा काम गर्ने मान्छेहरू बच्चाहरू लिएर आएको छ क्रिस्टल वाक फाइनली पुग्यो अनि पुग्यो पनि कताबाट जाऊँ हामी चाहिँ अब साथीहरू खोज्नेतिर लाग्दैछौँ साथीहरू अनि खोइ साथीहरू यसरी पो रहेछ यहाँ गरिरहेको छ उनीहरू चाहिँ पुरा फोटो खिचिरहेछ नि हाम्रो साथीहरू हरायो भनेको थियो पुरा हेर अहिलेसम्म कि ए दिदी भने फोटो खिच्दो रहेछ खिचिन्छ फोटो हो ल ल ल ल हेर त झुम्मिएको गाइस हामी फेरि ब्याक भयो फेरि पनि ब्याक भएर आयौँ उनीहरू चाहिँ घुम्न गयो हामी चाहिँ यहाँ बसेको यतिकै बिचमा हामी चाहिँ अब यहाँ पर्खेर बस्ने उतापट्टि चाहिँ यता हाम्रो दायाँ होइन ठाउँ के हेर्नु त त्यो ठाउँ कति राम्रो छ नि यहाँ त्यहाँनिर अहिले भर्खरै कतापट्टि साइडमा हो क्या त्यो मैले बिर्सेँ
भुइँको भिडियोहरू अब बिस्तारै बोल्ने होला है। त्यो चाहिँ यहाँ चाहिँ राम्रो छ पुरै। यति हो राम्रो भन्ने ठाउँ नि। यो उसको नाम के हो? भन्दै जाऊ। थाहा भएन तर यो उयो नि होटल हो यो हैन। यो होटल हो यहाँ उसमा छ गारखाको छेउमा आउनु फ्रेन्डशिप वाला। अनि यो अनि देखाऊ नामाकरण देऊ सबै। भेन्डम मल जस्तो लाग्छ मलाई। ए यति राम्रो छ। म भेन्डम मल हो यो। गएको छैन है त्यो भेन्डा मल भन्ने चाहिँ नि गएको छैन। ठिक छ राम्रो रहेछ। यो के हो? युटिसी। अनि ऊ त्यो बिल्डिङहरू नै फोटो खिच्ने भनेको होइन? एकदम यति चाहिँ राम्रो रहेछ है साथी। उयो भाइलाई सोधौँ न। पानी निस्किन हो पानी निस्कि। बिस्तारी बिस्तारी पानी होइन यता होइन यतै मैले देखेको ऊ त्यो बाटोबाट एकदम। अब चाहिँ हामी चाहिँ क्यामेरा अन गरेर हिँड्नेवाला छौँ। खोइसकेको हामी फोटो देखाएर कस्तो राम्रो राम्रो रुखहरू सब्जीहरू यतातिर ओरिजिनल नेचुरल भनौँ। म चाहिँ मासतिर कस्तो राम्रो सलाम आलेकुमहरू पुरै कालो न कालोहरू बनाउँदैछ। अहिले भिडियो नबनाउनु नि तिनीहरूको अगाडि सेल्फीवाला भन्ने मान्दैनौ। यही भनेको नि हो बिल्डिङहरू यस्तो लागेको छ। मलाई पनि सुहाएको छ तर अलिक भरे। उताबाट पनि घुमेर ए वाह फुल गेट फुल। परै हिँड्नु जानु हो। हामी चाहिँ पारी बिल्डिङमा गएको होइन। त्यो राम्रो ठाउँ छ उता छ। वाह हामी चाहिँ राति पो त राम्रो हुन्छ। यस्तो लाइट बल्छ कि सासु। हामी चाहिँ यो बिल्डिङ देखाउन खोजेको क्या। मैले चाहिँ यो फोटो खिच्छु। पहिला यो साइड जाने कि यो साइड जाने? जता जाँदा नि अब फर्स्ट टाइम जाने पनि रमाइलो। साइडमा फोटो खिच्छ पहिला यो साइड धेरै रमाइलो लागिरहेछ मलाई। मेरो मनमा 4 सेकेन्ड लाग्यो। वाह कस्तो राम्रो ठाउँ। यहाँ चाहिँ आयो एकछिन देखाउ न क्यामेरा समाउ न यता। राति पुरै बल्छ। यही त हो मैले भिडियो बनाएको। कति वर्ष आज चाहिँ यो ठाउँमा पुग्यो। हेर्नु ग्यास यस्तो दामी दामी घर छ। त्यो पुरै होटलहरू यो उताबाटै देखिरहेको ल। यहाँ बसेर पहिला फोटो सोटो खिच्छ अनि उता जाउँ। यही बिल्डिङहरू देखेको राति। यही वान सानो भयो साइडमा कता तपाईँ बस्नु पहिला यहाँ फोटो खिच्नु त। चाहिँ यतापट्टि पनि गइरहेको फोटो खिचेको यता। तर बाफले पुरै क्यामेराहरू बिगारेर चाहिँ फोटो राम्रो आएन। यहाँ चाहिँ यति ताल रहेछ। अनि यो बिल्डिङहरू चाहिँ एकदम राम्रो। हामी कहाँ जाने हो? पल्लो छेउ हो। यहाँ बस्नु अब पल्लो छेउ पनि जाने हो हामी। यहाँ रुखको छेउमा फोटो खिचिदेऊ न मलाई। अब चाहिँ हामी पारिपट्टि गएको। गर्मी पनि भयो एकछिन त म यो पुरै मास्कहरू खोलेर के हो तर्से पनि कसले गएको कि के बजेको। यहाँ चाहिँ एकदम राम्रो छेउछेउ हिँड्दा हुँदैन। ल ल स्लोवाला झन्डै झन्डै
काम चाहिँ मलाई नि कस्तो दामी आउँछ यस्तो फोटो राम्रो आउँछ कि होइन यो उसले पानीको बाफले होला क्या मेरो नि एक्कासी त्यस्तै भयो तर राम्रो ठाउँ नि अलिकति यहाँ त पुगेकै पनि थिएन नि त त्यही भएर पनि होला यो चाहिँ के पुल आकाशे पुल होला अब कहाँ भिडियो बनाइदिनु तिमीलाई भिडियो होइन पल्लो फोटो खिच्न जाने हो कि यो चाहिँ तर यो घरहरूमा मान्छे बस्ने कि सजावटी घरहरू हो के मान्छे बस्ने नि अपार्टमेन्ट कति महँगो महँगो हुन्छ हाम्रो ड्युटी गरेर मुद्री यस्तै अपार्टमेन्ट बसेर चिप्लो है भुइँमा टेक्नु पनि चिप्लो यिनीहरू बलेको भए पनि त एउटा राम्रो हुन्थ्यो नि त गाइस खाए ल भने जस्तै खाइरहेको नि सबै ओके म पछ्याउँछु ल क्यामेराहरू पुरै नथे ल त्यो आरामले त्यो चाहिँ के गरिहिँडेको एकजना मात्रै छ यो चाहिँ 4 रहेछ ल यताको भ्यू चाहिँ एकदमै राम्रो छ है साथीहरू होइन खिच्नु पऱ्यो ल अब हामी चाहिँ बसेर भ्रमण गर्दैछौँ है साथीहरू बच्चा बच्चीहरू पनि त्यही रहेछ अब हामी चाहिँ बसेर भ्रमण ए सासू तपाईँ त्यहाँ बस्नु होइन अनि म मोबाइल समाइदिनु त टिकटक एउटा हेरौँ कहाँ त्यही बस्नु अनि यता फर्काएर ओके फुलबारी भैरी 36 फुलै र फुलै आज चाहिँ हामी पुरै घुम्दा रात पनि पर्न लाग्यो साथीहरू अब चाहिँ हामी छोटो मिठो हाम्रो भिडियो पनि खासै राम्रो भएन होला एकछिन झन्डै यो बच्चालाई कति राम्रो नानी हो त्यो गुडिया जस्तै छ ल के गर्नु देखाउनु पनि नमिल्ने हेर न साथीहरू त्यो सानो नानी क्युट छ पिठो डल्ला जस्तै त्यो के भन्छ डोल जस्तो बेबी डोल पारिपट्टि नानीहरू खेलिरहेछ बत्ती छोट के लाउने बिचमा चाहिँ पैसा लाउने पैसा लाग्ने कि यहाँ आएर बस्नु ए अस्ति खोइ कुनपट्टिबाट त्यही बाटो छिरे जस्तो नि लाग्छ तर यता पुगेकै थिएन यिनीहरू त हराइगयो अब चाहिँ हामी घर जानुपर्ने हुन्छ अब हामी चाहिँ उबर खोज्दै गरौँला कता हरायो फोन गरेर म पैसा त पैसा छ होला कि त्यो ओरेडोमा अस्ति लाएको 10 रुपियाँ हाम्रो साथीहरू हरायो साथीहरू अब गीत गाउने पानी तालैमा यता पानी ताल माछी जाल आज चाहिँ रमाइलो त रमाइलो थियो तर भोक पनि लाग्दैछ होइन अब हामी घर जानुपर्ने हुन्छ घर जानु
बच्चाहरू नि कति अब बेलुका भएपछि ल्याउने रहेछ बत्ती छोडिदिन्छ कि भनेर चाहिँ एकछिन आश गरेको मै चिप्लो नानीहरूले नेपालमा चाहिँ बेलुका भएपछि बच्चाहरूले बाह्र निकाल्नु हुँदैन यहाँ चाहिँ जब बेलुका भएपछि निकाल्छ बत्ती आउनु थाल्यो गाइस कहाँ सिममा जाने बेला भइसक्यो नि 2 सेकेन्ड लाग्यो फोन गरौँ साथीहरूले एकछिन फोन गरौँ त हाम्रो साथीहरू पनि भेटिसकेको साथीहरू ट्याक्सीमा पुगिसकेको छ अरे अब हामी पनि जाँदैछौँ हामीले चाहिँ छोडेर गइछ हामी कुर्दाखेरि कता छिरो हामी बाथरुम छिरेको थियौँ अनि छोडेर जानु भएछ हामीले देख्नु भएन हामी भित्र छिरेको थियौँ होला अब हाम्रो बाटो चाहिँ यता हुनुपर्छ यता अब हामी चाहिँ अब घर जानुपर्ने हुन्छ अब जुन हामी अघि घुमिसकेको त्यो रुख जस्तो भएकोहरूमा पुरा लाइट बल्दैछ जब घुम्ने बेला भयो अब रात पऱ्यो अब हामी जानुपर्ने हुन्छ साथीहरू घर जानुपर्ने भोक लागेको गएर पकाएर खानुपर्छ भोलि फेरि जानु पर्यो एक रात त मजाले सुत्नु पर्यो यो ठाउँ है गाइसहरू घुम्न आउँदाखेरि चाहिँ तर प्रायः कोही नपुगेको चाहिँ छैन होला हामी नै होला बाँकी हामी पुगिसक्यौँ अब यहाँबाट दाहिने कि देब्रे जानुपर्छ हौ हामी यता लेफ्ट जानुपर्छ लेफ्ट तर गाडी आएको त हामी जाँदैछौँ ए यो रुख नि क्रिस्टल 5बाट छिर्नु पर्ने हो खतरा हुन्थ्यो अब के गर्नु है उनीहरूको लागि खाना कति आएको हामी गाडी रुँदा बुढो भएछ अब चाहिँ पुरै बोल्नु थाल्यो है यहीँबाट बलिरहेको छ नि त बल्दैछ उनीहरूको 2 सेकेन्ड लाग्यो अब हाम्रो साथी चाहिँ यहाँबाट जान्छ उसको क्याम हामी चाहिँ बलिरहेछ आमा कस्तो रमाइलो भयो अहिले पो है साथीहरू अघि केही थिएन नि अहिले भर्खरै रमाइलो भयो तर हामीलाई रात परेको हुन्छ ल बलिसक्यो हामी चाहिँ पुरा हिँडिरहेछौँ हाम्रो चाहिँ लै बच्चाहरू रोड्छौ है बच्चाहरू टेक्ने ठाउँतिर पनि बलिसक्यो मासतिर पनि बलिसक्यो अब हामी चाहिँ घर जानुपर्ने हुन्छ साथीहरू त्यही भएर घुम्न पाएन साथीहरू त्यही भएर दिउँसो त घुमेकै हो नि तर देख्न पाइएन साथीहरू भनेर छोड्नु हुँदैन छोड्नु हुँदैन किनभने यो साथीहरूकै लागि बनाएको गाइजहरूको लागि सम्पूर्ण गाइजहरूको लागि हो त्यही भएर हो माछा रहेछ साथीहरू अघि यहाँ पक्रिँदा खोजेकै हो देखेन अब हामी यहाँबाट निस्किनु अब हामी चाहिँ जाँदैछौँ हाम्रो साथीहरू हामी ट्याक्सीमा पुग्ने बित्तिकै चाहिँ हाम्रो भिडियोलाई इन गर्नेछौँ ओके ल ओके भन्नु सिवाय केही र भिडियो बनाउन कस्तो राम्रो के छ बलेको बेला एउटा किन न यहाँ टिपेर यस्तो टिप्दा गाडी खराब भइसक्यो छिटो हिँड भनेर पुरै हामीलाई गाली गर्यो साथीहरू अब के गर्नु अब तयारी हुनु पर्यो कस्तो राम्रो भयो अब चाहिँ हामी चाहिँ जानुपर्ने हुन्छ
अब यो हाम्रो बलेको ठाउँलाई छोड्दै अब हामी घरतर्फ लाग्दैछौँ साथीहरू। यो पुरो भिडियो हेरेर साथ दिनु होला। तिमीहरू दुईजना आउँदा एक्लै एक्लै घुमिहालेको म आउँदिनँ। त्यति धेरै पनि नभन क्या, त्यति धेरै नभन न। सिममा जानु राम्ररी। अब हामी पनि गाडी चढ्दैछौँ साथीहरू। हाम्रो ट्याक्सी आइसकेको छ अरे। अनि पुरा भिडियो हेरेर लाइक गरिदिनु होला। अनि सबै भिडियो हेर्नु होला स्किप नगरी। अनि आजलाई फेरि नयाँ भिडियो लिएर आउने नै छु साथीहरू। बाई 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 गर। बाई बाई। बाई बाई।